Hello, hi and namaste everyone. It's me Ancha Samdi Ghale. Hello, namaste. सबैजनालाई फेरि पनि म मेरो मिनी ब्लगमा स्वागत गर्न चाहन्छु। अनि आज त मेरी क्रिसमस डे, सबैजनालाई ह्यापी मेरी क्रिसमस डे। अनि क्रिसमस डे को दिनमा गुरुङ ड्रेसमा छ भनेर अचम्म नमान्नु होला है प्लिज साथीहरु। आज चाहिँ हाम्रो पुस्तरी चेलीबेटीहरुको चाहिँ स्पेशल प्रोग्राम छ के। हाम्रो डेस्टिनेसन चाहिँ रहेको छ बरन रेस्टुरेन्ट इभेन्ट्स। है त साथीहरु, यस्तो एक्साइटेड कि आज त क्रिसमस डे पनि है। अनि हाम्रो चाहिँ लोसार प्रोग्राम थियो कि साथीहरु, स्पेशली हाम्रो पुस्तुने चेलीबेटीहरुको चाहिँ लोसार प्रोग्राम छ हैन। कसैको टाइम नमिल्ने कहिले कसको त्यस्तो हुन्छ नि त। त्यही भएर हाम्रो चाहिँ आज सबैको टाइम मिल्ने भएर हामीले आज चाहिँ निर्णय गर्यौं लोसार प्रोग्राम मनाउने भनेर। अनि हाम्रो चाहिँ यता चाहिँ फोटो खिच्ने तर्फ चाहिँ एकदम रेडी पोजिसनमा हुनुहुन्छ के फुपूहरु, बजेहरु, दिदीबहिनीहरु। अनि फोटो खिच्दा खिच्दा अब खाजा खाने बेला पनि भइसकेको थियो कि 3 बजिसकेको थियो। अनि हामीले चाहिँ त्यस्तै 3 बजीतिर चाहिँ हामीले स्न्याक्स खाने अनि बेलुका चाहिँ खाना खाने भनेर हामीले अर्डर गरेको थियौं हैन। हाम्रो आजको यो प्रोग्राम हो स्पेशल हुनेछ साथीहरु। यस्तो रमाइलो भइरहेको थियो कि मलाई चाहिँ है। हाम्रो फुपूहरु बजेहरुले चाहिँ कस्तो भइरहेको थियो तर मलाई लास्टै रमाइलो लागिरहेको थियो हैन। अनि हामीले चाहिँ फोटो भिडियोहरु खिच्ने तर्फ लाग्यौं फेरि पनि। वाउ कस्तो राम्रो देखिरहेछ हेर्नु न, पछाडीको बोर्डरमा ह्यापी तमु लोसार है। नाइस छ के साथीहरु, नाइस। अनि अब डान्सरहरु अलिअलि डान्स गर्नै पर्यो हैन। डान्सरहरु त नभन्नु होला, अलिअलि नाच्दिको ल साथीहरु। अनि हाम्रो सानो सानो नानीहरु जिजानु पनि थियो, उनीहरु पनि नाचिरहेको थियो। अनि पछाडी के रे साथीहरु के बाहिर हेर्छु हैन, आज त मेरो क्रिसमस डे है। त्यो भित्र रमाइलो गर्दा गर्दा कस्तो म त बिर्सिरहेको रहेछ के। अनि त बाहिर हेर्छु आमामा बच्चाहरु अनि फोटो खिच्नेहरु कति धेरै जनाहरु त्यहाँ खिचिसक्नु भएको रहेछ हैन। मैले चाहिँ लास्टमा अलिअलि फोटो भिडियोहरु लिदिए। अनि हामी चाहिँ त्यहाँ रमाइलो गर्दै थियौं हैन साथीहरु, नाचगान त्यस्तै है। अनि खाना खाने बेला पनि भयो कि हाम्रो चाहिँ कति 8 कति बजिसकेको थियो कि खाना खाने बेलामा चाहिँ। अनि लाइनमा सबैजना लाइनमा हुनुहुन्छ। अनि हामी चाहिँ अब खाना खानु पर्ने हुन्छ साथीहरु। सबैजनाले फेरि पनि म ह्यापी तमु लोसार भन्न चाहन्छु। हाम्रो आउँदै गरेको तमुहरुको महान चाड हो नि त यो तमु लोसार भनेको चाहिँ। त्यही भएर सबैजनाले ह्यापी तमु लोसार भन्न चाहन्छु 2082 साल हैन। हाम्रो 2082 सालको अब अर्को सालमा चाहिँ अब आउने दिनहरुमा सबैजनाको एकदमै राम्रो फुलोस् है। सबैजनालाई ह्यापी तमु लोसार भन्न चाहन्छु। अनि लास्टमा हेर्न खाना खाइसकेपछि त पुरै डिस्को रे के। डिस्को लाइट डिस्काउँ हो के साथीहरु। फेरि कस्तो मजा आइरहेको थियो कि त्यसमा चाहिँ हैन। एकदमै रमाइलो भइरहेको थियो साथीहरु। अब चाहिँ हामी एकछिन रमाइलो गरेर फर्किनु पर्ने हुन्छ साथीहरु। सबैजनालाई बाइ बाइ भन्दै अब चाहिँ हामी घरतिर जानु पर्ने हुन्छ। ओके बाइ बाइ एभ्रीवन, स्टे ट्युन है त।